हेलो एभ्रिवान मैले चाहिँ अस्ति चाहिँ एउटा अनलाइनबाट एउटा सामान अर्डर गरेको थिएँ जे भने नि होइन आज चाहिँ आइपुग्यो अनि म चाहिँ त्यो अनबक्स गर्न गइरहेको छु। एक्चुअली मैले प्लास्टिक चाहिँ खोलेर हेरिसकेँ। यो चाहिँ हो म्याट्रेस कभर। सो यो चाहिँ कस्तो राम्रो कन्डिसनमा छ कि म तपाईँहरूलाई सेयर गर्छु भनेर। म्याट्रेस या दसना जेमा पनि हुन्छ। एक्चुअली चाहिँ यो हाम्रो यो मम्मीहरूलाई म जस्तो मम्मीहरूलाई चाहिँ रिलेट हुन्छ। सानो बच्चाहरू भएको मम्मीहरूलाई चाहिँ एकदमै रिलेट हुन्छ है। किनभने चाहिँ अनि त्यो मात्र नभएर रेन्टमा बस्नुहुन्छ भने छतमा घरबेटीहरूले छतमा जान दिँदैनन् भने पनि रिलेट हुन्छ। यो दसजना म्याट्रेसहरू हामीले निकालेर सुकाउन एकदमै गाह्रो हुन्छ नि त। अलिकति बाई चान्स डाइपर त लगाइन्छ तर कहिलेकाहीँ लिक हुन्छ अनि सबै यो म्याट्रेस भिज्छ नि त अनि त्यसलाई सुकाउन यति गाह्रो हुन्छ। अनि त्यसपछि त्यस्तो कन्डिसनमा चाहिँ यो कभर चाहिँ लाइफ सेभर नै हुन्छ भन्छु है म चाहिँ। सो मैले पनि फर्स्ट टाइम लिएको हो। मैले तपाईँहरूलाई लगाएर देखाउँछु बेडमा कस्तो देखिन्छ। अनि चाहिँ यो कस्तो हुन्छ भने चाहिँ यो केटाकेटीहरू भएपछि धेरै नै गाह्रो हुन्छ क्या। अब अलि गर्दै हिँड्नुपर्छ। सो म तपाईँहरूलाई लगाएर देखाउँछु है त कस्तो हुन्छ बेडमा। ओके, यो बेडमा म हेरेर देखाउँछु है त। मिलाको बेड पनि निकाल्नु पऱ्यो नि हाललाई। यो दुइटा मेरो क्युट डलहरू सबै निकाल्नु पऱ्यो। अनि त यो तल कस्तो कति जान्छ अब यो म्याट्रेस हालेपछि मिलाको बेडमा। सो यो रहेको छ म्याट्रेस कभर। ला मैले किनेर त ल्याएँ, साइज त मैले भनेको है तर मिल्छ कि मिल्दैन हेरौँ त। यसको चाहिँ यो पछाडिपट्टि यस्तो वाटरप्रुफको यो मेटेरियल हुन्छ नि, यो प्लास्टिक पनि होइन तर एकदमै सफ्ट खालको छ कि यो पानीहरू नछिर्ने टाइपको हुन्छ नि त्यस्तो खालको छ। अनि यसको चाहिँ यो म्याट्रेसमा अड्काउनको लागि यता सानो भयो क्या। बेड कस्तो राम्रो देखेको छ कि मलाई चाहिँ एकदमै मन पर्यो क्या यो म्याट्रेस कभर चाहिँ। तपाईँहरूलाई चाहिन्छ भने म चाहिँ लिङ्क तल राखिदिन्छु है त, गएर त्यहाँबाट लिन सक्नुहुन्छ। बाई बाई, सी यू नेक्स्ट भ्लग।